ल्याएको फेरि होइन भित्रमा बुढी छ भनेर थाहा हुँदा हुँदै पनि मलाई काम चाहिँ राम्रो भयो हामी एक दिन बाँच्न सक्दैनौँ त्यही हो काम चाहिँ बेलुमा हावा भएर अन्त के खाँदै नखाउनु भन्नु सक्नु छ भनेको थाहा हुँदा हुँदै पनि त्यस्तोहरूलाई हामी एकपल्ट धेरै माया गर्छौँ बाउतिर पाएको ए बाँच्न सक्दैन पाउनु भन्दा पनि नरिसाउने फेरि झडा नगरेर एउटा तिमीहरू बिचरा दुईजना मिलेर बस्नुपर्छ कति झडा गरी गएको बाख्राहरू के तमासा देखेर कान्छी यता यस्तो दिन दुईटा सकियो भने पिएछन् यी नानी छुटेर बस्न नसक्ने यी नानी छुटेर बस्न नसक्ने दुईटा स्वास्नीको पै कुना बसिरह्यो भनेको यही होला यस्तो छ ठिक्क जिन्दगी